वर्षसम्म रिश्वत लिने कर्मचारीलाई कति समयसम्म कैद हुने प्रावधान छ? 8 देखि 10 वर्षसम्म हैन, 8 देखि 10 वर्ष। अनि 10 करोड यो भन्दा माथि यसरी भन्दा यो सबै डिलिट गर्नु पर्यो। यसैबाट हुन्थ्यो नि हैन। ल यो सजिलो। भ्रष्टाचार कसुर सजाय ऐन, त्यसपछि 1 महिनादेखि 6 महिनासम्म 50,000 रुपियाँ रिश्वत लिनेलाई 1 देखि 6, त्यसपछि 1 करोड रुपियाँ भन्दा बढी 10 करोड रुपियाँसम्म रिश्वत लिनेलाई कति सजाय? 8 देखि 10 वर्षसम्म। 10 करोड भन्दा बढी घुस खाने कर्मचारीलाई बिगो 10 देखि 14 वर्ष। 10 देखि 14 वर्ष। 10 देखि 14 वर्षसम्म सजाय हुन्छ। राजस्व चुहावट गर्न मद्दत गर्ने तथा दुरुत्साहन गर्ने वा कसुर गरी लाभ प्राप्त गर्ने राष्ट्र सेवक बाहेकको अन्य व्यक्तिलाई कस्तो सजाय हुन्छ? चुहावट गर्ने, मद्दत गर्ने वा दुरुत्साहन वा कसुर गरी लाभ प्राप्त गर्ने राष्ट्र सेवक बाहेकको अन्य व्यक्तिलाई दफा 3 बोल्नुजी मुख्य कसुर गर्दै गर्ने आधा है सजायको आधा। राजस्व चुहावट गर्ने सानो आएको छैन होला तपाईँकोमा, अलि सानो भएको हो कि? राजस्व चुहावट गर्ने, मद्दत गर्ने, दुरुत्साहन गर्नेलाई यहाँ तपाईँहरूले यो दोब्बर होइन, दोब्बर हजुर संशोधन 3 अनुसारै गर्ने भनेर मुख्य कसुरदार नै हो, आधा होइन। त्यही भन्नुभएको? हजुर। मुख्य कसुरदार सरह नै सजाय हुन्छ। राजस्व चुहावट गर्ने हो भने चुहावट गर्नेलाई मुख्य कसुरदार सरह नै सजाय हुन्छ। ए 3 नम्बरको है, यहाँ हेर्नुहोस् त, यहाँ राजस्व चुहावट गर्नेलाई मुख्य कसुरदार सरह नै सजाय हुन्छ। यही देखाउन खोजेको। कसले भन्नुभएको थियो मलाई मुख्य कसुरदार सरह भनेर? ल मुख्य भनेर लेखेको छैन, तर यहाँ कसुरदार सरह भनेको छ। यही हुने भएको छ। कसुरदार सरह परीक्षाको गोपनीयता भङ्ग गरी लाभ लिने वा जुनसुकै कार्य गरी परीक्षाको परिणाम हुनुपर्ने परिमाण भएछ। ल परिणाममा फेरबदल गर्ने वा गर्न लगाउने कर्मचारीलाई कति सजाय हुन्छ? 3 महिनादेखि 1 वर्ष। 3 महिनादेखि 1 वर्षसम्म कैद सजाय हुन्छ। अनि पैसाको कति जुर्माना सर? हजुर पैसा जुर्माना पैसा जरिमाना कति हुन्छ? 50,000 देखि 1 लाख। यहाँ कैदको कुरा भएको छ, त्यही भएर कैदको मात्रै भन्नु पर्यो। पैसाको पनि छ भने त्यो पनि थप्नु पर्यो। अप्सन जे छ त्यसैबाट गर्नु पर्यो नि त। यो सार्वजनिक खरिद ऐन आज हामीले भ्याउँदैनौँ। त्यसपछि मैले अलिकति थोरै भयो तपाईँहरूको लागि भ्रष्टाचार निवारण ऐनसँग सम्बन्धित हेरौँ है। भ्रष्टाचार निवारण ऐनसँग सम्बन्धित के छ?
ल यहाँ यो केही क्वेसनहरू छ, यहाँ राइट लगाइसकेको क्वेसन रहेछ। मैले तपाईँहरूलाई यहाँ राइट नलगाएको भए ठिक हुन्थ्यो। ल तैपनि यहाँ केही कुरा रिभिजन जस्तो हुन्छ तपाईँहरूलाई। कम मूल्यमा वस्तु वा सेवा लिई ओहदाको दुरुपयोग गर्ने राष्ट्र सेवकलाई कति समयसम्म कैद हुन सक्छ भन्ने छ। कम मूल्यमा लिएको छ त्यस्तो छ भने 6 महिनादेखि 1 वर्षसम्म। आफ्नो पदीय मर्यादा विपरीतको दान 3 देखि 6 महिनासम्म कैद हुन्छ। दिएको मध्ये कुन भ्रष्टाचार अन्तर्गत पर्दैन? यस्तो क्वेसन आयो भने नपाएको ओहदा पाए भन्ने, यो पनि भ्रष्टाचार अन्तर्गतै पर्छ। सरकारी कागजात सच्याउने, कमिसन लिने, प्रश्नपत्रको गोपनीयता कायम राख्ने। अब यो चाहिँ कुन पर्दैन भनेको छ? प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने हुनुपर्ने थियो हैन? कुन भ्रष्टाचार अन्तर्गत पर्छ यो माथिका सबै, यो मैले तपाईँहरूलाई ग्रुपमा राखिदिन्छु, हेर्नु होला। अब यो मतियारको भूमिका निभाउनेलाई कति सजाय हुन्छ? कसुरदारको आधा हुनुपर्ने हैन? यो हतियार भनेको यो उल्टो भयो। यहाँ कसुरदारको आधा, मतियार भनेको हेल्पर जस्तो हो। कुनै कसुर गर्नको लागि सघाउ गर्ने मान्छेलाई मतियार भन्छ है। कुनै कसुर जस्तो कि ज्यान मार्ने उद्योगको मतियार भन्छ। ज्यान मार्ने उद्योगको लागि हतियार दियो, हतियार मिलाइदियो, सामान लिएर दियो, या अरू केही हुन सक्छ, विषादीहरू खरिद गरेर ल्याइदियो, पैसा दियो, यस्तो छ भने त्यसलाई मतियार भन्छ। मतियारलाई मुख्य कसुरदारको आधा सजाय हुन्छ।